हेलो एभ्रिवान, हामी चाहिँ आज 3 बरेङको यात्रा जानका लागि सबैजना बसिरहेको एकै जम्मा भएर भाइलाई कुरेको 1 घण्टा भयो। कहिले कति बेर लागेको भाइलाई आउन भनेर सबैजना रिसाउन लागे र 1 घण्टापछि बल्ल बल्ल भाइ आए र सबैजना जान खोज्यो। अब 3 बरेङ जान लाग्यो। अब झगडा परिरहेको थियो, थोरै थोरै बाजा परिरहेको थियो हामी कहाँ र फाइनली पुल पनि आइपुग्यो है। पुल एकदम राम्रो ब्युटिफुल छ, सबैजनाले हेर्न। अब दोकान 50 को चिउरा अनि 5 वटा चौचौको साथमा। अनि आन्टी चाहिँ एकदम दयालु र राम्रो हुनुहुन्थ्यो। यहाँ धेरै सामानहरू पाउँछ, आउनु होला 3 बरेङ छेउमा भिजिट गर्नु होला। र पैसा नभएर हामीले 10 को खुर्सानी र 5 को प्याज किन्यौँ र आन्टीले कति चाहिन्छ लिएर जानु भन्नुभयो र प्याज हाले, हामीलाई कति चाहिन्छ त्यति हाले। त्यसपछि ल यति नै भनेर हामी 3 बरेङतिर तर्फ लाग्यो। एकछिन नाचे, रमाइलो गरे। त्यसपछि हिँडे बाटोतिर, धेरै गाह्रो थियो। अब त्यसपछि डाँडातिर हेर्नुस्, एकदम उकालो थियो गाइज, घाम पनि लास्टै चर्को लागिरहेको थियो र जङ्गलतिर आइपुग्यो हामी। अब त्यसपछि बाटो हेर्नुस्, 3 बरेङ जाने एकदम कठिनाइ डिफिकल्ट छ बाटो चाहिँ, गाह्रो छ, एकदम चिप्लोन थियो बाटोहरू र गाह्रो भइरहेको थियो हिँड्नको लागि। भए पनि प्रयास गऱ्यो भने राम्रो हुन्छ। गए हामी गए, एकदम राम्रो थियो बाटोहरू, शीतल थियो मौसम पनि र यसो टिरक बनाए कहिले सिमडी यताउता। अनि त्यसपछि नुहाउन लागे सबैजना, टिकटक बनाए एकछिन। त्यसपछि जमसम हाने नुहाए। त्यसपछि खाजा खाऊँ भनेर खाजा बनाउन लागे हामीले र खाजा बनाउन लागेपछि अब एकदम राम्रो थियो सामानहरू आज। र काट्नको लागि चक्कु थिएन, हातले नै भाँचेर बनायो र त्यस एकछिनपछि हात त आम्मामा धेरै पोलिरहेको थियो, हात त धेरै गाह्रो भइरहेको थियो। धेरै बेर लाग्यो बनाउन, लगभग 15-20 मिनट लाग्यो होला यो बनाउन। केही थिएन काट्नको लागि, चक्कु सब हातले बनाएको, गाह्रो थियो। यस्तै हो। अब ठाउँ पनि राम्रै थियो 3 बरेङमा, झन् खाजाको साथमा। आहा कति राम्रो। फाइनली खाजा पनि बनायो। खाजा बनाइसकेपछि एकछिन नुहाएँ र घरतिर लागेँ। अनि तपाईहरुलाई ब्लग कस्तो लाग्यो यसो लाइक कमेन्ट गरिदिनु होला हैन।